नमस्ते सबैजनालाई। आज मैले कुखुराको मासुको अचारको रेसिपी लिएर आएकी छु। त्यसमा चाहिने मसलाहरू टिमुर, सौंफ, मेथी, तोरी, जिरा, धनियाँ, अदुवा, लसुन, तोरीको तेल राखेर कराईमा मासुलाई राम्रोसँग रातो हुने गरी फ्राई गर्ने। फ्राई गरेपछि अर्को कराईमा मसलाहरू त्यो मेथीहरू, जिराहरू, धनियाहरूलाई राम्रोसँग भुटिसकेपछि सुकेको खुर्सानीलाई पनि सुकेको खुर्सानी भुटिसकेपछि मासु रातो भएर फ्राई भइसकेपछि त्यसलाई एउटा सुक्खा भाँडामा खनाउने। त्यसपछि त्यही तेलमा अदुवा लसुनलाई एकछिन रातो हुने गरी त्यसलाई भुटिसकेपछि त्यसमा अघि मिक्सरमा पिसेको मसलाहरू, धुलो मसलाहरूलाई राखेर एकैछिन चलाउने। त्यसपछि त्यसमा त्यो फ्राई गरेको मासुलाई राखेर चलाउने। त्यो चलाइसकेपछि त्यसमा स्वादअनुसार नुन राख्ने अनि त्यसमा चुक राखेर राम्रोसँग मिक्स गर्ने। अनि मिक्स गरेर एउटा सेलाएपछि सुक्खा भाँडामा खनाएर धेरै दिनसम्म राखेर खान मिल्छ। थ्याङ्क यू फर वाचिङ। लाइक, सब्सक्राइब, कमेन्ट गरिदिनु होला।